चामल कहाँबाट आउँछ रे? चामल कहाँबाट आउँछ रे? रासन पसलबाट आउँछ चामल। कति पढेर छोड्नु भएको? हजुर पढ्दै हुनुहुन्छ? ब्याचलर सेकेन्ड ब्याचलर सेकेन्ड इयर। हजुर अनि चामल कहाँबाट आउँछ? तराईबाट आउँछ हैन? अनि आइल्समा दाइ कहाँ अनि चामल कहाँबाट आउँछ सोध्छ त। चामल धानबाट आउँछ भाइ, धानबाट। ए भगवान यस्तो यस्तो क्वेसन नसोध्नु होला। अनि चामल कहाँबाट आउँछ भन्दाखेरि तराईबाट आउँछ भने हुन्छ त? यो त यता सुन्नु, यता सुन्नु न, सुन्नु के? हजुर यो कस्तो कुरो भयो भने नि, हजुर हजुर एउटा केटी अस्ट्रेलियामा 4 वर्ष बसेर आइसक्यो क्या। हजुर अनि गाउँ गइथियो अरे। अनि गाउँमा गएर मकैको रुख देखेको अरे क्या। हजुर हजुर मकैको बोट देखेको अरे क्या, मकैको बोटबारीमा। भनेर आमाले सोधिरहेको अरे होइन, आमा आमा ये लम्बा लम्बा पात क्या है भनेर सोधिरहेको अरे क्या। त्यस्तै भयो त। तर गाह्रो छ हौ दाइ। अब पढाइबाट घरबाट पढाइ त्यही त खासै त्यस्तो बाहिरको बारेमा अलि ठिकै। पढाइमा त आउने हो त्यो, हजुर पढाइमा त आउने हो त्यो जेनरल नलेज भन्ने थाहा छ? होइन दाइ, काठमाडौँको त आज म त ठिकै हो। आज कोही कोही हाम्रो साथीहरू लाटो हुन्छ नि दाइ। काठमाडौँमा मान्छे बच्चाहरू बाटो बनाउनु भनेर काठमाडौँमा लिएर आउँछन्। तर होइन नि दाइ, झन् काठमाडौँको मान्छेहरू लाटो हुन्छ। कलेजबाट घरबाट कलेज के सिक्छ तिनीहरूले? कलेजमा घरमा यस्तो नलेज गाह्रो छ। तपाईँ कतै घुम्नु जानु भएको छ काठमाडौँ छाडेर? हजुर काठमाडौँ छाडेर कतै घुम्न जानु भएको छ? +2 मा टुर गएको, कहाँ गएको? लुम्बिनी, पोखरा अनि इलाम। अनि अर्को के तातो पानी हो कि खै के भन्ने पनि लग्न त लगेको थियो एकचोटि, त्यो चाहिँ टेन्टमा होला। अनि दोलखा। हजुर बिन्दवासिनी मन्दिर कहाँ पर्छ थाहा छ? बिन्दाबासिनी पोखरा। कन्याम। हजुर कन्याम। के भन्नुभयो? कन्याम खै थाहा भएन हौ दाइ, यो चाहिँ इलाममा पर्छ। दाइ चाहिँ टिचर हो कि के हो? म टिचर हो। सोध्दै गर्नुहुन्छ त। अनि पोखरा पनि जानुभयो नि? हजुर पोखरा पनि जानुभयो नि? हजुर हजुर त्यो गएँ दाइ। पोखरा इलाम अनि कहाँ जानुभयो अरे अर्को? लुम्बिनी, लुम्बिनी। दोलखा। गौतम बुद्धको बाउको नाम के थाहा? हजुर गौतम बुद्धको बाउको नाम के थाहा? खै बाउको त थाहा भएन दाइ, आमाको चाहिँ माया देवी हो। दाइ साँच्ची नै टिचर हो कि के हो? होइन, यतिकै बोल्नुहुन्छ अरू बेला नि? अरू बेला नि यतिकै बोल्छु म। जसलाई थाहा छैन त्यसलाई सिकाउँछु। हजुर होइन, त्यो त एकदम राम्रो कुरा हो। जसलाई थाहा छ त्योबाट म सिक्छु। हजुर हजुर त्यो चाहिँ एकदम सही हो दाइ। होइन हजुर यति त हो। बाटो पनि चाँडै कटिन्छ नि त्यसो भएपछि। हजुर हजुर हो। गर्दै गएपछि तपाईँलाई कर्कलो भनेर थाहा? हजुर कर्कलो भनेर थाहा? कर्कलो थाहा छ दाइ। के हो कर्कलो? तरकारी। त्यो त कर्कलो के को बोटबाट आउँछ? ल दाइ यस्तो चाहिँ नसोच्नु है, म अहिले ढल्छु होला पछाडि। कर्कलो भनेको सुरालु जब रोपिन्छ नि, हजुर सुरालु बढ्दै जाँदाखेरि हजुर हजुर सुरालुको पात बन्ने क्रममा निक्लेको टुसा चाहिँ कर्कलो हो क्या। ए त्यसको त्यो भित्रको गुफालाई भन्छ हो दाइ? जलुको थाहा? हजुर जलुको थाहा? जलुको त्यो त के हो दाइ? त्यो भने त फर्स्ट टाइम सुने हो मैले। होइन दाइ जिस्काइ होइन। जलुको भनेको तपाईँले फर्स्ट टाइम सुन्नुभयो होला। हजुर हजुर जलुको भनेको खोला किनारमा सिन एरियामा पाइन्छ क्या। यो सुरालु चाहिँ कर्कलोको जस्तै हुन्छ। हजुर अनि त्यो हो। तर हो कति कुराहरू हामीलाई त थाहै हुँदैन है। मान्छेले त पागलै भन्छ होला हौ हामीलाई त। तपाईँ 4वटा जति सागको नाम भन्नु त। हजुर 4वटा जति सागको नाम भन्नु। सागको नाम? 4वटा। चम्चुर,
पालुङ तोरी रायो। 5वटा बनाउनु त एउटा थपेर। एउटा अनि अर्को सुप 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 दाइ सुप सुप पनि साग होइन त? हो हजुर मम्मीले खानुहुन्छ क्या त्यो। अनि अर्को त खै अनि अर्को चाइनिज साग हुन्छ लेटुस। हजुर लेटुस 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 के आयो फेरि लेटुस भनेर? चाइनिज सागलाई लेटुस भन्छन् के? ए कुन नेपालीमा कि दाइ? लेटुस भनेको इङ्ग्लिसमा। इङ्ग्लिसमा चाहिँ दाइ अच्छा यो त शौचालय कता छ भने जस्तो भएछ त। पुरै क्लासै बुझ्छ एउटा यो त। लेटुस लेटुस अनि तपाईँले बेथेको साग बिर्सिनुभयो? बेथुको दाइ भाइ भनेर जुत्ता हेरेको त दिदी रहेछ। होइन दाइ भाइ जाँदा चाहिँ के पछि जुत्ता हेर्नु त दिदी पर्नु भएछ। काठमाडौँबाट हजुर 5 साल जाँदा हजुर हजुर कतिवटा मोड आउँछ थाहा छ? मोड त खै थाहा भएन हौ दाइ। यहाँबाट अब सिधै गयो भने भक्तपुर जगते भक्तपुर जगते अनि त्यहाँदेखि त्योभन्दा अगाडि गयो भने सागा बनेपा अनि त्यहाँदेखि धुलीखेल त अब हाम्रो उत्यो भइहाल्यो। मोड के मोड घुम्ती मोड त थाहा भएन हौ दाइ कहाँ मोड गर्ने हिँड्छ थाहा भएन दाइ। दुईटा आउँछ एउटा दायाँ एउटा बायाँ मोड। हो दाइ हो धेरै होइन आधी घन्टासम्म बस्यो भने मेरो सेकेन्ड ब्याचलरको पढेको जति सबै दिमागबाट उठ्ने होइन त्यसमा एड हुन्छ चाहिँ। मैले जति पनि भनिरहेको छु यो भनेको जेनरल नलेज हो के? हजुर होइन त्यो त अति भयो नि यो त अति भन्नु। सानो सोधौँ त? हुन्छ सोध्नु न। सानो देश कुन हो? हजुर विश्वको सबभन्दा सानो देशको नाम के हो? भुटान जस्तो लाग्यो कि कुन हो? भुटान पनि ए होइन होइन भुटान त सानै हो। खै कुन देश हो दाइ? आउँदैन भन्नु त तपाईँ। भ्याटिकन सिटी। कुन भन्नुभयो? भ्याटिकन सिटी। कुन देश हो यो? भ्याटिकन सिटी के भनेको एउटा कन्ट्री नै हो यो? कन्ट्री हो। विश्वको सबभन्दा सानो देश भ्याटिकन सिटी। सबभन्दा ठुलो देश चाहिँ खै थाहा भयो नि दाइ भयो। रसिया। तपाईँ कति पढ्नु भयो? मैले ब्याचलर मात्रै हो। कम्प्लिट गर्नुभयो? गरेन मैले +2 कम्प्लिट हो। ए भनेपछि फर्स्ट इयरमा छोड्नु भएको? अन्तर्राष्ट्रिय जीके नरेन्द्रहरूले तँलाई थाहा क्या? विश्वको सबभन्दा उचाइमा पर्ने ताल भन्नु त? हजुर सबभन्दा उचाइमा विश्वको सबभन्दा अल्पो स्थानमा रहेको लेकको नाम भन्नु त? तालको नाम के थाहा त हौ त्यो दाइ त? त्यो पनि थाहा छैन? थाहा भएन यस्तो। त्यो नेपालमा छ। नेपालमै? ताल त धेरै छ। ल 5वटा तालहरूको नाम भन्नु त नेपालमा भएको? रारा ताल, फेवा ताल अनि के ताल छ हौ? रारा ताल, फेवा ताल, अर्को के ताल हो? बेगनास ताल। बेगनास ताल अनि अरू? सेफोक्सुङ्गो। हजुर अनि मैले एउटा भन्छु तिलिचो ताल। तिलिचो? तिलिचो ताल चाहिँ विश्वको सबभन्दा अल्पो स्थानमा रहेको ताल जुन नेपालमा अवस्थित छ। तिलिचो भन्नुभएको होइन? हो तर एकदम दाइले भन्नुभएको छ बेस्ट। यस्तो सिम्पल क्वेसनहरू त छ नि। हजुर यस्तो सिम्पल क्वेसनहरू त छ नि। हजुर जानिराख्नुपर्छ कि चामल कहाँबाट आउँछ भन्दा तराईबाट भन्ने होइन, धानबाट ओके। दाइ चाहिँ यही इनड्राइभ मात्रै गर्नुहुन्छ कि अरू बेला? इनड्राइभ मात्रै गर्नुहुन्छ? गर्छु हजुर। अरू केही गर्दैन। बच्चाहरू पनि पढाउँछु।
बच्चाहरूलाई पढाउनुहुन्छ नेपालमा काम छैन नि दाइ पढे लेखाहरूलाई के काम गरिरहेको छु त मैले त हजुर मैले त काम गरिरहेको छु त होइन यो चाहिँ हो कि मतलब अब हाम्रो एजुकेसन सिस्टम अनुसारले चाहिँ अब हजुरको ब्याचलर कम्प्लिट हुन्छ होइन अब हाम्रो 2-3 वर्षपछि अब हामी यतिकै कि बाहिर जानु पर्यो यतापट्टि साइडहरू तपाईँहरूको गएको छ ए मेरो उता पारी हो नि भयो छोडिदिनुहोस् मलाई यहीँ रोकिनुहोस् ए दिदीको चाहिँ यता हो हजुर कता हुनु जानुपर्ने उता पारी हो त्यो घर त्यसको पछाडिको घर जानुपर्ने हो लैजाउँ त होइन पर्दैन छोडिदिनुहोस् राख्नु यति सिक्नु है तर जनरल नलेज चाहिन्छ कि जिके ल